वाउ ल बवाल छ गाइस ल यो चाहिँ सुन्दरी चालभन्दा अगाडिको केही ठाउँहरू रहेको छ पुरै नदी जस्तो छ कि पुरै ठाउँ होइन बवाल गाइस के हो यार यस्तो पुरै पानीको नदी भन्दा पनि कम छैन है यो ल टक्क लाएर वाल देख्न सक्नुहुन्छ त ल गाइस फाइनली यो सुन्दरी चालभन्दा अगाडिको ड्याम रहेको छ एकदमै जोस कस्तो छ भनेपछि होइन यति गहिरो छ जस्तो लागिरहेको यो होइन अब हामी निरन्तर हाम्रो ट्रेकिङ सुरु नै छ आज चाहिँ डे 2 है गाइस सो ब्युटिफुल ठाउँ रहेको छ यो पनि ठ्याक्कै कुन ठाउँ ट्याक्कै थाहा होइन जोस हाम्रो यात्रा पनि निरन्तर जारी नै छ करिब हेलो गाइस फाइनली ठाउँ बवाल रहेको छ त्यहाँ होइन आज अलि हुस्सो लागेर खासै भ्यू त्यति बवाल देखिरहेको छैन सो आज हामी ट्रेकिङको दोस्रो दिनमा छौँ एकदमै रमाइलो भइरहेको छ हाम्रो ग्रुपिङमा भने एकदमै हामीले अहिलेसम्म करिब 200-300 किलोमिटरहरू पार गरिसकेका छौँ ठाउँ भनेको बवाल छ होइन ल त्यसै गरी भिडियोको साथमा रहन चाहन्छु विशेष गरी वाउ व्हाट अ ब्युटिफुल प्लेस यो रहेको छ धापब्याङ हामी सुन्दरी चालबाट करिब 3 घण्टाको लगातार हिँडाइपछि हामी आइपुगेछौँ धापब्याङमा र एकदमै उकालो छ बाटो एक्लै यस्तो भइरहेको छ होइन हिँड्न पनि जुन गाह्रो भइरहेको छ गाइस होइन हामी सुन्दरी चालबाट करिब 3 घण्टाको बसाइपछि हो धापब्याङ आइपुगेका छौँ यस्तो बवाल ठाउँ रहेछ होइन उकालो बाटो बल्ल हिँडेको मजा बल्ल आउँछ यस्तो ठाउँ देख्दा त होइन ओ बवाल ठाउँ रहेको छ यो धापब्याङमा अब जुन बल्ल पनि मलाई यस्तो गाह्रो परिरहेको अब करिब यता विश्राम गरिन्छ होइन सो भिडियो हेर्दै गर्नु होला सो हेलो गाइज फाइनल्ली हामी एकदमै छुट्टै संसारमा आइपुगेका छौँ यो रहेको छ धापब्याङ वाउ यस्तो ताल यस्तो मैले होला पनि अवश्य मैले सोचेको पनि थिएन फाइनल्ली गाइज होइन यस्तो ताल छ कि यहाँ होइन यो धापब्याङमा सुन्दरी चालबाट करिब 3 घण्टा हिँडिसकेपछि हामी धापब्याङमा पुगिसकेका छौँ होइन जुन थकानको महसुस यो तालले गराउँछ अब यहाँको विश्राम गरिसकेपछि र यहाँका अझै पनि रमणीय ठाउँहरू हाम्रो करिब 7 दिनमा अझै पनि घुम्न बाँकी नै छन् यो भनेको यो आजको बल्ल रमाइलो ठाउँ रहेको छ धापब्याङ एकदमै खतरा छ यो ठाउँ पनि होइन सो होइन उकालोमा हिँड्नुको जुन त्यो पसिनाको महत्त्व यहाँ रोकेपछि विश्राम गरेपछि यहाँ होइन टक्क यस्तो रहेको छ होइन तर उताको चाहिँ मौसम सफापछि हिमाल चाहिँ बवाल देखिन्छ अरे होइन तर यहाँको चाहिँ आज मौसम खासै सफा छैन त्यही भएर हिमाल देखिरहेको छैन आज घाम पनि लागिरहेको छैन सो गाइस संसार छुट्टै संसार रहेछ तापनि होइन त्यो यस्तो होला मैले सोचेको पनि थिएँ यो ठाउँ भनेको बवाल छ होइन हामी आज फाइनल्ली दोस्रो दिनमा छौँ दोस्रो दिनमा हामी ब्याङसम्म पुगेका छौँ हिजो आज करिब 3 घण्टा 4 घण्टाको बसाइपछि हामी यहाँ एकदमै पसिनाको संसार भुलाउनको लागि यो धापब्याङमा हामी विश्राम गरेका छौँ ओ बवाल छ ठाउँ होइन सो यो रहेको छ धापब्याङको एउटा यो यस्तो रहेको छ नि पुरै फोटोमा रहेको छ होइन
टक्क लाएर यहाँ पनि फेरि नक्सा यताउति छ धाब्याङको तपाईँले देख्न सक्नुहुन्छ। सो यो चाहिँ धाब्याङको माथिपट्टिको भ्यू रहेको छ, जुन यस्तो सखी स्वर्गको आनन्द हुने ठाउँ भनेको यस्तो छ होइन। मैले सोचेको पनि थिएन होइन यो ठाउँ जो यस्तो ठाउँमा पुगिन्छ, यस्तो ठाउँमा होला भनेर होइन। लाइफकै फर्स्ट एक्सपिरियन्स यस्तो रह्यो कि होइन, जुन अविस्मरणीय रहेको छ। सो अझै पनि यहाँभन्दा थुप्रै रमाइलो 6-7 दिनमा त अझै कस्तो कस्तो देखिन्छ होइन। ल गाइस भिडियोको साथमा हेर्नु होला भन्न चाहन्छु विशेष गरी होइन। ओ वाट अ ब्युटिफुल प्लेस धाब्याङ गाइस फाइनल्ली। ओ यामजी यस्तो होला मैले जुन सोचेको कि थिएन कि। यो धाब्याङको पछाडिपट्टिको भाग रहेको छ, एकदमै ठुलो छ, जुन यो वरिपरि परिक्रमा गर्नै लाग्छ होला कम्तीमा आधी 1 घन्टा त अवश्य लाग्छ होला होइन। सो जुन स्वर्गको आनन्द भनेको यहाँ पो पाइने रहेछ त होइन। ल यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भनेपछि अनि काठमाडौँदेखि नजिकै रहेको सुन्दरीजल भन्ने क्षेत्र रहेको छ, त्यहाँदेखि करिब 3 घन्टाको उकालो अनि पाल्लो बाटो हुँदै धाब्याङ पुग्न सकिन्छ। र तपाईँहरूलाई पनि जानकारी होस् यो भिडियोमा भनेर मैले के विभिन्न ठाउँका फोटो तस्बिरहरू यताउति होइन, केही त्यहाँ बस्नको लागि होटल यता हो सबै कुराहरू मैले देखाउने प्रयास गर्नेछु। नभए सिक्रेट आउट दिस बायोमा गएर पनि चेक गर्नु होला, विभिन्न कुराहरू राखिदिनेछु म त्यहाँ। ओ यस्तो होला मैले सोचेकै पनि थिएन लाइफमा होइन, यस्तो ठाउँ आयो कि होइन, जुन अझै एक्सप्लेन गर्न बाँकी नै छ। हाम्रो कन्टिन्यू 7 दिनको लगातार ट्रेकिङ रहेको छ होइन। यस्तो आनन्द भइरहेको छ जुन हो सेट। ल गाइज ल है सबैजनाले हेर्नु पऱ्यो नयाँ नयाँ ठाउँहरू होइन। नयाँ अनुसार लाइक कमेन्ट सेयर सब्सक्राइब अवश्य गर्नु होला भन्न चाहन्छु विशेष गरी। ओ ल ओ बबाल ठाउँ। सो लेट्स गाइज यो रहेको छ धाब्याङको जुन पछाडिपट्टिको भ्यू रहेको छ। यस्तो बबाल छ नि, यसको वरिपरि परिक्रमा गर्नु करिब 1 घन्टा जति लाग्ने रहेछ भन्ने अनुमान गरियो होइन। सो गाइज जुन मैले होइन जो यस्तो ठाउँ आउँछु, यस्तो ठाउँ जो लाइफमा घुम्न पाएला भन्ने सोचेको थिएन, किनकि यो समयमा यो छोटो समयमा होइन। करिब हामी 1 हप्ताको लङ ट्रेकिङमा आइसकेका छौँ। आज डे 2 चलिरहेको छ, हामी दोस्रो दिनमा छौँ आज। जोस् दोस्रो दिनमा हामी धाब्याङसम्म रहेको छ हाम्रो आज, जोस् यहाँ पुगिसकेका छौँ। अब यहाँदेखि अगाडि पनि हुन्छ होला होइन। हो यति स्वर्गको आनन्द बवाल हुन्छ कि माइ गड। एउटा म्यान सपना भनेको मेरो अब के रह्यो भने चाहिँ एउटा म्यान उद्देश्य भनेको होइन। उद्देश्य अब यस्तो होइन यो ठाउँमा होइन, बल्ल हो यस्तो ठाउँमा बल्ल केटाहरूको ग्रुपमा हाम्रै अब राइड हुन्छ नि, अब बाइक राइडहरू ल्याएर आए जस्तो हुँदो रहेछ कि प्लानिङ होइन। त्यो प्लानिङ पनि सोचिरहेको छु मैले है केटाहरू अनि त्यही हो। ल जुन बाइक राइड साइकल राइडको लागि यस्तो रहेको छ यो ठाउँ होइन, जुन सबै यो पुरै छ क्या बाटो पनि होइन, बाइक राइड र साइकल राइड यस्तो सोचिरहेको छु प्लानिङ होइन। जुन